दर्शकबिन नमस्कार। दर्शकबिन भुन्टी भूपेन्द्रलाई सम्झिएर रोइरहेकी थिइन्। भूपेन्द्र भने अर्कै केटीसित लागिसकेका छन्। ता भने भूमिकालाई माग्न आएको केटाले छिटै नै बिहा गर्ने भनेर भनिरहेका छन्। मलाई भनिसकेका छन्। दर्शकबिन अब आउने यो भिडियोमा के होला त अन्तिमसम्म हेर्नुहोला। हामीले यही विषयमा कुरा गर्नेवाला छौँ। गौँ अब भिडियोतर्फ। भूपेन्द्र भने अर्कै केटीसँग लागिसकेका छन् र उनको दाइले भीमलाई भनिसकेका छन्। भीमलाई सोधेको बेला भीमले दाइ भूपेन्द्र कोहीसित लागेको नै छैनन् भन्छन्। यता भने भूमिकालाई माग्न आएको केटाले चाँडै नै बिहे गर्ने भनिरहेको छ। उनको बिहाको कुरामा चाहिँ बुबा सहमत छैनन्। उनको कुरा पनि भुवनलाई भनिसकेका छन्। भुन्टी भने भुवनलाई सम्झिएर रोइरहेका छन्। तर भुवन भने अर्कै केटीसँग लागिरहेका छन्। भुवन घर आउँदाखेरि भुन्टी भने कोठामा बसिरहेकी थिइन्। अब के होला त भन्ने विषयमा हामी अर्को भिडियोमा कुरा गर्छौँ। जो नयाँ हुनुहुन्छ त्यहाँहरूले सब्सक्राइब गरेर जानुहोला।